तीर्थ त्यो हो जहाँ 12 महिना नदी अविच्छिन्न रूपमा बग्दछ, त्यसको किनारालाई तीर्थ भनिन्छ। खास तीर्थ पनि दुई प्रकारका छन्। एउटा स्थावर तीर्थ हुन्छ, एउटा जंगम तीर्थ हुन्छ। चल तीर्थ र अचल तीर्थ भनिएको छ त्यसलाई। अचल तीर्थ के हो सज्जनहरू? जो चल्दैन आफ्नो स्थानबाट, त्यस्तो तीर्थलाई भनिन्छ अचल तीर्थ। अचल तीर्थहरू जस्तो यो नारायणी यहाँ जो बगिरहेकी छिन्, अब तपाईँ हामी काठमाडौँ छौँ, हेटौँडा छौँ अथवा नारायणघाट चोकमा बसिरहेका छौँ, कसैले भन्नुहोस् नारायणी हजुरको जल मलाई चाहिएको छ, हजुर त पवित्र तीर्थ हुनुहुन्छ, लु आइदिनु न काठमाडौँ भनेर भन्दा आउँदिनन्। यस कारणले यो अचल तीर्थ हो, चल्दिनन् आफ्नो स्थानबाट। दोस्रो तीर्थ हुन्छ चल तीर्थ, चल्नेवाला तीर्थ, त्यसलाई भनिन्छ जंगम तीर्थ अथवा चल तीर्थ। के हो त भन्दा चल तीर्थ हो भगवानका भक्तहरूको श्री चरण, चरणारविन्दबाट जो धुलो हामी प्राप्त गर्दछौँ अथवा महापुरुषहरूको चरणको जो तीर्थ पाउँदछौँ नि, उहाँहरूको चरणलाई प्रक्षालन गर्दा जो जल पाउँदछौँ नि, त्यसलाई पनि तीर्थको संज्ञा दिइएको छ। अनि यो सँगसँगै एउटा तीर्थ यो पनि हो। के तीर्थ हो? महापुरुषहरूका मुखारविन्दबाट निश्रित जो भगवतीय गुणानुवाद जो हुन्छन्, भगवानका कथाहरूलाई पनि गङ्गाकै समान मानिएको छ।